आज हामी जाँदैछौँ कृतिपुरमा अवस्थित मत्स्यनारायण मेला। यो चाहिँ मत्स्यनारायण जाने बाटो हो कृतिपुरको। बस धेरै प्याक भएकोले भिड पनि छ र रमाइलो पनि भइरहेछ। हेर्नुस् त कति प्याक छ बस। यो चाहिँ मत्स्यनारायण जाने ठाउँको बस पार्क हो। यहाँ चाहिँ बस रोकिन्छ। अब यहाँबाट चाहिँ मत्स्यनारायण जाने मन्दिर पुगिन्छ। हेर्नु ठाउँ ठाउँमा सामानहरू पनि राखिएको छ। देख्न सक्नुहुन्छ यी मत्स्यनारायण मेला जाने यो गेट भयो। यहाँ चाहिँ एउटा विष्णुदेवी मन्दिर पनि रहेको छ, जुन मन्दिर चाहिँ ठ्याक्क मत्स्यनारायण जाने मन्दिर भन्दा अलि माथि पर्छ। ल यो चाहिँ मत्स्यनारायण भयो। ल हेर्नु कति भिड छ यहाँ। तपाईहरु अब त्यसै लाइन नबसिकन दर्शन गर्ने हो भने यताबाट, यदि लाइन बसेर दर्शन गर्नुहुन्छ भने उतापट्टि हो त्यो साइडमा। छोरी र म गएको